हामीले चाहिँ हिजो वाल आर्ट चाहिँ यति जति गराएको थियौँ अनि आज चाहिँ म चाहिँ फेरि पहिला चाहिँ त्यहाँ चाहिँ अरू मसला गराउने भनेर बराल्छु किनकि हामीले चाहिँ यही गोठमा चाहिँ बनाएको हो अनि यसैमा चाहिँ हामीले गाई गोरु भैँसी बान्छौँ त्यही भएर चाहिँ म चाहिँ पहिला चाहिँ बालुवा चाहिँ बाल्टीबाट गराएर एक एक गन्दै अनि गराउँछु अनि म चाहिँ मसला गराउन थालिहाल्छु अनि किनकि फेरि मसला गराइसकेपछि म चाहिँ बाल्लो गइहाल्छु अनि बाल्लो भइसकेपछि त्यही मसलाले म चाहिँ वाल लाउन थाल्छु किनभने चाहिँ बुवा चाहिँ नभएको कारणले चाहिँ अनि म चाहिँ वाल लाउन थाल्छु अनि बुवा नहुन्छन् म चाहिँ वाल लगाइरहन्छु अनि बुवा चाहिँ कहाँ जानु भएको रहेछ भनेको चाहिँ बुवा चाहिँ उता त्यही सुँगुरको खोरको लागि ढोका चाहिँ गराउन जानुभएको रहेछ अनि हामीले चाहिँ त्यही ढोका पनि लिएर पनि लगाइसक्छौँ र अनि फेरि हामी बाबा मम्मी मिलेर चाहिँ हामी चाहिँ काम गर्न थालिहाल्छौँ हामी चाहिँ लगभग केही एकछिनपछि केही मेहनतपछि लगभग चाहिँ यति चाहिँ गराउँछौँ अनि हामी चाहिँ ढोकामा चाहिँ वालसल धेरै नै लगाइसक्छौँ अनि हामीले फेरि मसलाहरू छान्छौँ अनि खानासाना खान्छौँ अनि खानासाना खाएपछि हामी चाहिँ फेरि निरन्तर लगातार मेहनत गरिहाल्छौँ किनकि हामी चाहिँ जसरी पनि आज चाहिँ यो वालको काम चाहिँ सक्नुपर्ने थियो लगभग हामीले चाहिँ 4-5 घन्टा पछि चाहिँ लगभग हामीले चाहिँ यति चाहिँ गराइहाल्छौँ अनि किनकि मैले चाहिँ यो लाइट चाहिँ हजुरलाई बालेर देखाएको किनभने चाहिँ अनि बिना लाइटको चाहिँ देखेको थिएन त्यही भएर चाहिँ म चाहिँ लाइट साइड बालेर हजुरलाई देखाएको अनि लगभग हामीले चाहिँ यति जति सक्छौँ अनि अबको काम भनेको के चाहिँ छ भनेपछि भित्रपट्टिको मसिनो मसलाले प्लास्टर गर्नु र अब टिन लाउनु बाँकी थियो अनि हामी चाहिँ घर पनि आउनु पर्ने थियो हामी चाहिँ घर आइहाल्छौँ।